15 दिन जति बसेर आयो 15 दिनसम्म आएर याद आएन आएको भए किन यत्रो दिन बसेको त घर आउनु पर्यो नि 3-4 दिनमा आएको हेलो एभ्रिवान गुड मर्निङ नमस्ते हजुर पनि सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु अनि आज मैले भनेको धेरै दिनपछि लगभग 1 हप्तापछि भनेको आज एउटा सानो मिठो छोटो भिडियोहरूको म्याच प्रस्तुत गर्नको लागि खिच्न आँटिरहेको छु हैन अनि किन आज भाइले 4-5 दिन हैन 6-7 दिनपछि मात्र भिडियो खिच्यो भन्दा अहिले नेपालभरि हैन देशव्यापी रूपमा क्रिकेटमा एकदमै क्रेज छ अनि म पनि लास्टै भेरी क्रिकेट प्रेमी हो क्या अनि त्यसकारणले गर्दा गेम दिनमा एउटा गेम भइरहेको हुन्छ अनि गेम हेरौ यस्तो उसो गरौ त्यसकारणले गर्दा भिडियो खिच्न पाइदैन भिडियो खिचेपछि बिहानदेखि बेलुकासम्म खिच्नुपर्ने हुन्छ अनि त्यसलाई पुरा गर्नुपर्ने हुन्छ अनि त्यसको गर्दा एडिट गर्नु पर्यो त्यो भ्याइएन क्या अहिले 2-4 दिन बरु भिडियो बन्द गरौँ तर क्रिकेटतिर लागौँ भनेर चाहिँ मैले एकदमसँगले हाम्रो विराटनगरलाई फुल सपोर्ट गरेर हेरिरहेको थिएँ हैन तर विराटनगरले यस्तो लजस्पद हार बिहोर्यो कि हैन कुरै नगरौँ खेल यति राम्रो खेल्छ हैन तर चेसिङ गर्ने बेलामा आउँदा भनेको 92 मा अल आउट हुने कहिले 80 मा अल आउट हुने यस्तो काम धेरै भयो दुईचोटी फाइनल पुग्ने चान्स गुमायो हैन पहिला सुरु पश्चिमलाई 156 को टार्गेट पछ्याउन सकेन त्यो पनि अल आउट भयो सक्यो कति 80 मै कति सेकेन्ड चोटी लुम्बिनीलाई त 135 को टार्गेट थियो हैन त्यो त चेस गर्छ लाइजी भनेको त्यो पनि पुरा हैन अल आउट भयो सक्यो अनि यस्तो नराम्रो हाम्रो फ्यानहरुलाई यति साह्रो उतो गर्दै कि त्यो बिस्तारै टुकटुक खेलेर पनि जित्न सकिन्थ्यो हाम्रो त के हो त्यस्तो खतरा प्लेयरहरु 5 डुप्लेसी मार्टिन गोप्टेल अनि स्याम हेजलर त्यसपछि सन्दीप लामिछाने लोकेश बम हैन अनि बसिर अहमद नरेन भट्ट प्रतीक जीसी बबल प्लेयर थियो क्या सबै फ्रेन्चाइजको भन्दा खतरा प्लेयर चाहिँ हाम्रो विराटमा थियो त्यही पनि जित्न सकेन यस्तै उस्तै भयो गाइज अनि आज चाहिँ भनेको लुम्बिनी भर्सेस सुदूरपश्चिमको फाइनल छ भरे 3:30 देखि अनि आजै मैले भिडियो स्टार्ट गरेको अब धेरै दिनपछि अब भोलिबाट भनेको रफ्तारमा डेली खालको रूपमा मेरो ब्लग आइहाल्छ अब म के गर्छु भन्दाखेरि अहिले बिहानको लगभग 8 बजिसकेको छ आज अलिक छिटो उठ्यो हिजो भनेको 9 बजी उठेको थिएँ म अनि उठेर ओरेर मुखसुख धोएर चियासिया खाएर ओरेर यतिसँगले घाम तापिरहेको छु अब भनेको खोलेसोल दिनुपर्ने हुन्छ यताउति बाख्रासाख निकाल्नुपर्ने हुन्छ डेडी भनेको उता कता जानुभएको छ त्यस कारणले गर्दा अब हल्का फुल्का घरको कामहरू गर्नुपर्ने हुन्छ सो अब चाहिँ म भनेको कामतिर लागे त गाइज ल यहाँ भनेको हाम्रो मस्त खोले पाकिरहेछ अब यो खोले दिनुपर्ने हुन्छ कान्छुको आज शनिबार थियो दमक त नजाने हो तै पनि उठेको छैन अब एक्लै दिनु पर्यो ग्यास टु डाँडा कराउन थालिसके गाइज हैन त्यस कारणले गर्दा यो खोले दिनुपर्ने हुन्छ मैले अनि भित्र चाहिँ के हेलो गुड मर्निङ के गरिदैछौ अनि ए साग कटिङमा हो ल ठिक छ अनि मम्मी चाहिँ कता हुन्छ हेलो मम्मी गुड मर्निङ कहाँ अघि उठेको मैले अलिकति दाउँ त त्यता राम्रो देखिन अलिकति क्लिन देखिनु पर्यो नि त तिमीलाई राम्रो देखेको छ एकदम क्युटी तपाईँ चामल केलाउँदै हुन्छ खाना पकाउने बेला भइसकेको ल ठिक छ ल खाना पाक्ने बेला भइसक्यो गाइसलाई खोले देख्छ अनि तनाव हुँदैन यस्तो भएपछि गाइस अब म भनेको रफ्तारमा कामतिर लागेँ है त ल अहिले भनेको बिहानको 10 बजिसकेको छ मैले हल्का फुल्का घरको काम पनि सकिसकेँ अनि हाम्रो प्यारा सब्सक्राइबर भाइहरू हाम्रो गाउँका छिमेकी केटाहरू आइसकेको छन् आज शनिबार हो नि त उनीहरूको आज छुट्टी भएपछि टक्कसँगले हाम्रो घर आउने गर्छन् अनि हाम्रो कान्छेले तपाईँहरूलाई देखाइरहेको होला कुन बेला भनेको उनीहरूको पनि आज मैले चट्टसँगले हाम्रो हेलो भन्दै केटा सब्सक्राइबर हाम्रो कान्छो भनेको भर्खरै उठेको है एकदम आज भनेको उसले रेकर्ड राखेको छ 10 बजे सुतेर उसले भर्खर उठेको छ अनि केटाहरू आइसकेपछि उठाएको होला हैन त्यो होइन अनि तिम्रो एकदम क्रिकेट हेर्छौ कि हेर्दैनौ म हेर्दिन आजको फाइनलमा कसले जित्छ कमेन्ट गर्नु त हेर्दिनस् हेर्छु त हेर्दिन म इन्ट्रेस्टै लाग्दैन बुझ्दिनस् फुटबल नि हेर्दिन आफै फुटबल चाहिँ खेलिन्छ पछि देख्यो भने हाम्रो केटाले नाम राख्ने भयो देशको त के क्रिकेट हो कि फुटबल हो क्रिकेटर हो फुटबल नै खेलिन्छ आज तेरो प्रेडिक्सन अनुसार कसले जित्ला नेपालको एनपीएल सेकेन्ड सिजन कसले उठाउला सुदूरपश्चिमकै राम्रो टिम छ सुदूरपश्चिम बलले छ सुदूरपश्चिमले जित्छ अब बलले त हाम्रो विराटनगर थियो नि अस्ति पनि अनि दुईचोटि हारो लुम्बिनीले जित्छ मेरो पनि सपोर्ट लुम्बिनीलाई छ लुम्बिनीले जित्नु पर्ने हो हाम्रो कान्छो के छ यस बारेमा भनाइ यसो 2-4 शब्द जाओस् न गेम भन्न सकिँदैन जसले जित्छ तर थोरै रनले जित्छ 1-2 रनले मात्रै जित्छ जसले जिते पनि गेम आज भनेको टक्करको हुन्छ रोचक हुन्छ ड्रमा गेम लिएर जान्छन् सायद सुपर ओभर हुन्छ सुपर ओभर होइन 1 विकेट कि त 2-4 रनले मात्रै जित्छ आजको भनेको हैन मेरो प्रेडिक्सन अनुसार जसले फर्स्ट उतो गर्छ नि फर्स्ट ब्याटिङ गर्छ हो त्यसले जित्छ
फर्स्ट ब्याटिङ मेरो फर्स्ट जसले बलिङ गर्छ त्यही फर्स्ट बलिङको त खै त 90 मा अल आउट भइरहेको हुन्छ जहिले हाम्रो विराटनगर त्यस्तै उस्तै छ गाइज होइन खानासाना खाइएको छैन हामीले होइन खाना खानुपर्ने खान्छौँ ढिलो उठेर खाना खाएको छैन अब खानासाना खाएर के गरिन्छ यसो उसो के काम वर्कपुरा गरिहालिन्छ अनि आज फेरि खास दिन छ हाम्रो अब देशव्यापी रूपमा क्रिकेट जति पनि हेर्नुहुन्छ उहाँहरूको लागि भनेको आज फाइनलको दिन होइन एकदम दसैँ जस्तो छ अनि त्यस कारणले मलाई पनि फेरि क्रिकेट एकदम धेरै मनपर्छ त्यस कारणले गर्दा पनि अब भिडियो कस्तो के हुन्छ भन्ने कुरा नि एनपिएल चाहिँ हेर्नु पर्यो भोलिदेखि त म फेरि एकदम रफ्तारमा भिडियो तपाईँहरूलाई लिएर आउने छु सो अब चाहिँ भनेको हामी खानासाना खान्छौँ अनि तपाईँहरूलाई म भेट्ने छु ल अहिले भनेको 12 बज्न लागिसकेछ मैले चटोसँग खानासाना खाएर भनेको एउटा के काम गर्नुपर्ने हुन्छ भने हिजो भनेको धान सुकाएको थियो त्यही आज फेरि सुकाउनु पर्ने हुन्छ हिजो सुकाएको धान मजाले सुको पुरानो धान थियो होइन तर हावा लाउनु अलिकति लाइएन क्या हिजो त्यस्तै उस्तै भयो त्यस कारणले लाइएन अनि आज चाहिँ भनेको यसलाई अलिकति सुकाएर भनेको हावा लाउनु पर्ने छ घाम यस्तो मस्त लागिरहेछ आँखा मजाले हेर्नु भएको छैन हाम्रो केटाहरू भनेको घर जान्छ के भन्दैन केटाहरू डान्स पनि देखाएको थियो एउटा लु कस्तो डान्स देखाएको थियो ल हेरौँ बबाल डान्स हो नि यता पनि केटाहरू आइसकेको छन् आम्मा सब्सक्राइबर नै सब्सक्राइबर ओ ल गाइस ए देख्न सक्नुहुन्छ अहिले घरभरि सब्सक्राइबर नै सब्सक्राइब हो के हो 2 4 6 जना भएर आइसकेको छ नि फेरि सबै फेरि युट्युबर सबैको च्यानल छ नि होइन छ तेरो पनि हो कति मिलियन आनी सब्सक्राइबर नयाँ हो यता अझै छैन त कान्छाको त युट्युब हेरिदिनुहोस् मेरो भिडियो हेरिनुहोस् यसलाई चाहिँ किन लेखेर भिडियो नहेर्ने मान्छेलाई चाहिँ सबैको लु भन पालै पिलाएर ऱ्याङ्केडै लु आरो एक एकजना लाइनमा सुई आफ्नो भन च्यानल नाम मेरो बिपुल घिम्रे भ्लग छ सब्स्क्राइब गरिदिनु होला अर्को कमेन्ट मेरो विज्ञान निर्मला भ्लग छ सब्स्क्राइब गरिदिनु होला मेरो एलन भ्लग छ सब्स्क्राइब गरिदिनु होला मेरो पुरा गान छ सब्स्क्राइब गरिदिनु होला प्लिज मेरो $100 मा प्याच छ सब्स्क्राइब अनि खै दाइको लागि त केही बोलेन 2-4 शब्द ल म्याक मार्केट खाइने भयो ल केटा तिमीहरूले मलाई काममा डिस्टर्ब हानिरहेछ यहाँ मेरो भनेको धान सुकाउनु पर्ने छ केटाहरू आएर ल ठिक छ रमाइलो एकछिन भयो नि एकछिन के गर्छु हेर्दै गर्नु होला है त ल अहिले भनेको दिउँसोको 2 बजिसकेको छ हाम्रो घरमा के भन्दैछ भन्दाखेरि खाजाको व्यवस्था के हुँदैछ त के गर्दैछौ हो तिमी खाजाको व्यवस्था फलफुल खाइदिने आज खाजा हुन्छ फलफुलले पनि अनि चिया फलफुल मात्रै अरू बनाउँदैनौ ए जे भनौँ त्यही बनाउँछौ ल अहिले चाहिँ भनेको हामी चिया र फलफुल खाँदै गर्छौँ त्यसपछि के अरू खाजा खुवाइन भने देखाइहाल्छु खुवाइन भने ठिकै छ यति भयो नि हल्का चारो बस्दै गर्छ पेटमा ल फलफुल खान्छौँ हामी चाहिँ ल मैले भनेको यहाँ चट्टसँगले सुन्तला ल्याइसकेको छ मम्मीलाई दिइसकेको छु मम्मी स्याउ गुलियो छ कि छैन सुन्तला त खानु भएको रहन्छ अनि किन सुन्तला मन पर्दैन अलिक ए स्याउ खाएर मात्रै हो चट्ट यो यति धेरै यो चाहिँ किन भाइले चाहिँ एक्लै यत्रो धेरै खान खोजेको भन्नुको होला यो मैले मात्रै होइन यता चट्टा हाम्रो म्याडम पनि बसिरहनु भएको छ खाने कि नखाने हौ खाने हो ल अब भनेको हामी सुन्तला खान्छौँ त्यसपछि भनेको हाम्रो कान्छो अहिले फेरि कहाँमा भिडियो बनाउनुलाई भर्खरै 10 बजेतिर उठेर होइन हिँडेको छ कहाँ हिँडेको थाहा छैन अहिले 12 बजीतिर म निस्केको गएँ मलाई जाउँ भनेको म चाहिँ एनपिएल आज अब फाइनल दिन होइन लुम्बिनी भएर सुदूरपश्चिममा अब सपोर्ट त गर्नु पऱ्यो घरमा बसेर स्टेडियम नपुगे पनि चट्टसँगले मोबाइलबाटै भयो भने टिभीबाट भन्ने गेम हेरेर सपोर्ट गर्नुपर्छ त्यस कारणले म चाहिँ आज गइनँ घरै बसिरहेको छु यताउति आफ्नो भ्लग पनि छ अनि यसलाई पनि पुरा गर्नु पर्यो नि त भनेर चट्टसँगले बसेको घरमै सो अझै भनेको हामी यो स्याउ खान्छौँ एकजना चिया खान्छौँ अनि के गर्छौँ तपाईँहरूले भिडियोमा देखिहाल्नुहुन्छ ल अहिले भनेको 4 बजिसकेको छ हामीले फलफुल चिया सबै खाइसकेको छौँ खाजाको रूपमा अनि आज भनेको लुम्बिनी भर्सेस सुदूरपश्चिमको फाइनल म्याच होइन मैले चाहिँ अघि तपाईँहरूलाई भनेको थिएँ मेरो चाहिँ सपोर्ट भनेको लुम्बिनीलाई छ भनेर अनि लुम्बिनीको बलिङ गरिरहेको छ भने सुदूरपश्चिमले ब्याटिङ गर्दैछ 19 रनमा 3 विकेट गुमिसकेको छ सुदूरपश्चिमको आज सुदूरपश्चिमलाई पनि गाह्रै पर्छ लुम्बिनीसँग अनि हाम्रो दिपेन्द्र सिंह अहिले भनेको त लास्ट 15-16 ओभरतिर ब्याटिङ गर्न आउनुपर्ने हो तर आज भनेको 5 ओभर पावर प्ले भित्रमै उसलाई ब्याटिङ गर्न बोलाइसकेको छ भनेपछि कस्तो साह्रो टाइट बलिङ गरिरहेको त अनि मैले यही एनपिएल हेर्नलाई भनेर अघि चट्टसँगले यहाँ धान पनि हावा लगाइसकेको छु क्या फेरि काममा यस्तो दावार पर्छ भनेर चाहिँ चट्टसँगले धानसँग हावा लगाइसकेको छु एकछिन यो अब ब्रेक हुन्छ 10
ओभरपछि ब्रेक हुन्छ त्यसपछि म त्यो उठाउनेछु। चट्याङ यहाँ अहिले 6 ओभर भइसकेको छ गाइज, एकदमसँगले सुदूरपश्चिमको हावा फुस्किसकेको छ। अब के हुन्छ गेम कति टार्गेट दिन्छ तर भन्न सकिँदैन, गेममा जे पनि हुनसक्छ, तर एकदम मजा आइरहेछ। ल अहिले भनेको बेलुकाको 5 बजिसकेको छ अनि चट्टसँगले लगभग आज सुदूरपश्चिमले यस्तो झुर ब्याटिङ गऱ्यो होइन, लगभग 90 जतिको टार्गेट होला, 84 मा 9 विकेट गइसकेको छ, लगभग 1 ओभर बाँकी थियो। अनि मैले चाहिँ अब घरको पनि अलिअलि काम गर्नुपर्ने हुन्छ नि त। अनि आज भनेको 15 दिनपछि यता बुढीसँग भेटेको छ, त्यस कारणले गर्दाखेरि यसो तोरीबारी डुलाम कि भनेर हो होइन। कस्तो यता हेरिदिउँ न, हाम्रो नि यो तोरीबारी नै हो। तोरी एकदमसँगले बगमग मगमग मगमग आइरहेछ बास्नाहरू गाइस होइन, तोरी फुलिरहेको छ। किन कसो हो फोटो खिच्ने भनिन् क्या 2-4 वटा, त्यस कारणले गर्दाखेरि चट्टसँग 2-4 वटा फोटो खिचिदिउँ न भनेर चाहिँ यता म आएको। यता मेरो अरू कामहरू पनि धेरै छ। ल अहिले भनेको हामीले फोटोसोटो खिचिसकेको छौँ होइन। अनि बेलुकाको 5 क्रस भइसकेको छ, रात पनि परिसक्यो, त्यस कारणले गर्दा फोटो पनि त्यति राम्रो आएन। अनि भिडियो पनि अलिकति कस्तो कस्तो आइरहेको होला। अनि यत्रो दिन बसेर आइयो, 15 दिन जति बसेर आइयो, 15 दिनसम्म मेरो याद आएन? आएको भए किन यत्रो दिन बसेको त? घर आउनु पर्यो नि 3-4 दिनमा आएको हो। अनि एकदमसँगले तोरीबारीमा फोटो पनि खिचिसक्यो। ल भनेको फोटोसोटो खिचिसकिगयो, घरतिर गइन्छ। अनि हल्का फुल्का कुटी काट्ने ओर्ने, घाँस काट्ने ओर्ने, अनि बाख्रा साखा थन्काउने काम छ, पानी सानी दिने ओर्ने काम मैले सकिसकेको छु। अनि हाम्रो कान्छु भनेको 12 बजीतिर निस्केको, अहिलेसम्म घर आएको छैन। अनि मलाई जुम भन्दै थियो क्या। अनि मैले आज किन जान्न भन्दा आज भनेको नेपालमा NPL को फाइनल छ, अलिकति रोमाञ्चक गेम हुन्छ होला भनेर म चाहिँ बसेँ, चट्टसँगले गेम पनि हेरेँ। अनि अहिलेसम्म कान्छु आइपुगेको छैन घरमा, कतिखेर आइपुग्छ, कहाँ गएको हो, के हो, पत्ता सत्तो केही छैन। अनि अब आजको भिडियो नै त्यतिर गर्नुपर्छ, भिडियो कस्तो भयो के भयो त्यही थाहा छैन मलाई पनि, लामो भयो कि छोटो भयो कि कस्तो के भयो केही अत्तो पत्तो छैन। अब भरे एडिट गर्दा मात्रै थाहा हुन्छ। अनि मेरो भिडियो भनेको जहिले पनि बेलुकाको 4 बजी आउँछ, भोलिदेखि म रेगुलरसँगले भिडियो हाल्छु। तपाईँले अब धेरैजनाले भनिसक्नु भाइ भिडियो हाल्दैन तिमी, कहिले भिडियो के बाना बनाउँछौ, के तिम्रो नाटकै बढी छ भनेर भनिराख्नु भएको हुन्छ होइन। यस्तै के भइरहेको हुन्छ, त्यस कारणले गर्दा भिडियो आएको छैन। अब भनेको रफ्तारमा भिडियो आइ नै हाल्छ। सो आजको भिडियो पक्कै पनि तपाईँहरूलाई मन पर्ला, भिडियो मन पर्यो भिडियो एक लाइक गर्नुलाई, च्यानल नयाँ हुन्छ भने हाम्रो युट्युब फ्यामिलीमा सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ। अनि एउटा छोटो मिठो हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ, भण्डारी ब्रदरहरूलाई कमेन्ट गर्नु होला। अनि थ्याङ्क्स फर वाचिङ, बाई बाई, लभ यु।